आजको चाहिँ स्पेशल हुने वाला छ है। स्पेशल यहाँ चाहिँ यो खुट्टालाई चाहिँ एकदमै बोइल गरेर सफा गरेर फेक्नुलाई आन्युले चाहिँ यहाँ कर्ची मर्ची सफा गर्नुहुँदैछ। यहाँ अब कर्ची मर्ची काट्दैछ। तपाईँहरू देख्न सक्नुहुन्छ मासु पनि काटेर रेडी भइसकेको छ। यता छ कुक। आज हाम्रो यहाँ खुट्टा रेडी भइसकेको छ। अब म हाल्नु जाँदैछु मासु। खाने म सबैजनालाई तपाईँहरू ठिकै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु है। र आज चाहिँ म चाहिँ एकदमै खुसी छु। स्पेसली म चाहिँ किनभने चाहिँ हामीलाई चाहिँ आज आन्युले चाहिँ एकदम स्पोन्सर गरिरहेको छ है। सो त्यो चाहिँ के को स्पोन्सर हो भने चाहिँ कर्ची मर्ची भनिदिनुहोस् त फेरि। आन्यु चिकन कर्ची मर्ची आन्युले खुट्टा साथीहरू खाओस् भनेर नि। हेर्नु नि विङ के अरे उयो पनि छ, खुट्टा पनि छ चिकनको। अन्त आजको चाहिँ स्पेशल हुनेवाला छ है। स्पेशल यहाँ चाहिँ कुक पनि आन्युले नै गर्छ हो। र थ्याङ्क यू सो मच आन्यु, तपाईँलाई टक्सी आज्ञा वेलकम। अनि यो चाहिँ हो हाम्रो आन्युको दोकान है। आन्युको दोकान चाहिँ कहाँनिर छ भने चाहिँ रिङ खोलामा छ है। अनि हामी चाहिँ यहाँ यता काम गर्छौँ त होइन। सो आज चाहिँ आन्युले चाहिँ हामीले स्पोन्सर चिकन कर्ची मर्ची सबैजनाको लागि काम गर्नेको लागि है। उहाँको एकदमै राम्रो सोच विचारलाई म एकदम सेल्युट आन्यु हाँस्दैछ। र मेरो भिडियोलाई स्किप नगरिकन एन्डसम्म हेर्नुहोस् है। अनि यताउता कुकहरू गरेको पनि देखाउँछु तपाईँलाई। र म चाहिँ अब यहाँ है प्याज टमाटर लसुन चाहिँ केलाउनु आँटेको है। तीनटा है आन्यु लसुन प्याज पलाइसकेछ है। तर तपाईँको प्याज चाहिँ बिचार यहाँ चाहिँ पानी टेकाइराखेको है। किनभने चाहिँ यो खुट्टालाई चाहिँ एकदमै बोइल गरेर सफा गरेर फेक्नुलाई चाहिँ यहाँ कर्ची मर्ची सफा गर्नुहुँदैछ। म चाहिँ यहाँ अब कर्ची मर्ची काट्दैछु। तपाईँहरू देख्न सक्नुहुन्छ। को कोलाई मनपर्छ प्लिज कमेन्ट गर्नुहोस् कमेन्ट बक्समा गएर। फ्रेस फ्रेस है। यहाँ चाहिँ मासु पनि काटेर रेडी भइसकेको छ। यहाँ कराई टेकाइसकेको छ। अनि यहाँ चाहिँ साई प्याज टमाटर लसुन यहाँ चाहिँ रेडी गर्दैछ। यता छ कुक। आज हाम्रो स्पेसल कुक मैले कहाँदेखि नम्बर 1 कुक मैले लिएर आएको न तपाईँलाई यता। आगो सानो भएछ। आगो सानो भयो कहिले पाक्ने हो तर त पाकिहाल्छ। प्याज फर्स्टमा प्याज लगायो त्यहाँदेखि के लगाउनु नि लसुन टमाटर त्यहाँबाट यो कटिङ चाहिँ दामी गरेछ है केटीले। प्याजलाई 5 स्टार होटलमा सेभ गर्दै थियो कि। र मैले चाहिँ आज एक दिनको लागि लिएर आएको। यहाँ चाहिँ फेरि हाम्रो है एकदम हो यहाँ खुट्टा कटिङ गर्ने नयाँ मान्छे लिएर आएको छु। उहाँलाई पनि मैले नि लिएर आउनु भएको। रमसँग खानु राम्रो हुन्छ। केसँग खानु? रम अलमोस्ट हाम्रो यो के भन्छ मसला चाहिँ रेडी भइसकेको छ। अब म हाल्नु जाँदैछु मासु। अब यसलाई मिक्स गर्नुपर्छ। एकदम स्वादिष्ट हुनेवाला छ है। आजको लन्चमा चाहिँ यो एकदम स्पेसल भयो। मुटु चाहिँ काटेन रहेछ नि। मुटु त कति त काट्नु पनि पाएन न बेसी भएर। खुट्टा पनि हालिदिए। अब तपाईँहरूलाई यो पाकिसकेर देखाउनेवाला छु ल।